ल सो एक्सपेक्ट के छ त मुभीबाट के छ त कमले एक्सपेक्ट कतिको रोइन्छ आज कति मिलिलिटर आँखाबाट आँसु झर्छ भन्ने कुरा हो। अब अमूल्य आँसु झर्ने रोइन्छ कि रोइन्न विश्वास साथ हामी यहाँ बसेका छौँ। अब आजको फिल्म कतिको जान्छ भन्ने या हाम्रो पनि सेम हो। ल सो अब ल गाइस सो फाइनली अब हेर्दै इन्टरमिसन पनि भइसक्यो इन्टरभल। सो अब हामी हेर्दैछौँ अब एकदम इमोसनल भाइब लास्ट दिइरहेको छ कि अब इन्टरभल नहुँदै यहाँ देख्न सक्छ यहाँ अब के भन्नु बोल्न नसक्ने अवस्थामा पुगिसक्यो। अनि कस्तो हुँदैछ राजा अनुभव? रोयो अब फर्स्ट के भन्छ इन्टरभलभन्दा अगाडि रोयो एकपल्ट त नेपालमा जागिर खाने मान्छे यस्तै रोइरहेको छ न। हामी हेर न यार विदेश जाने भनेर बसिरहेको मान्छे हालत के होला खास तर अरू यस्तै केटा हो जसले अब विदेश जाने जो रेडी छाउने हो तिनीहरूले चाहिँ नहेर के कसम भन्छु कि अब जाने मुड चेन्ज भइहाल्छ क्या यार के भन्नु। अब यस्तो फिल्मको रसमा यसरी डुबियो कि आँखाबाट आँसु झरेको पत्तै भएन। देख्न सक्नुहुन्छ अब के भन्नु यार एकदम कसम भने तर पैसा खिराएको महसुसै हुन्न कि फिल्म हेर्ने भनेको यस्तो फिल्म हो। अब कुन फिल्मको कुरा गर्दैछु पक्कै पनि थाहा होला। अब पुरानो फिल्म एकदम लास्ट कसम भने एकदम इमोसनल भाइब दिने फिल्म रहेछ। अब So alright guys, finally after 1 year back फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। अब आज चाहिँ झन्डै देख्न सक्नुहुन्छ एकदमै घाम चाहिँ बबालै लाग्छ। अब बाँकी त्यही हो काम जति लाग्यो नि अनुहार टल्के छैन किनकि मेकअप नगरेर आइदिएको नि त म। सो अब आज चाहिँ धेरै पछि यसो भिडियो बनाइदिउँ भनेर जोस जाँगर आयो। जोस जाँगर आइसकेछ र मोबाइल हातमै छ बाँकी केही चाहिन्न। भ्लग चाहिँ बनाइदिउँ भनेर चट्ट निस्केको म चाहिँ यत्रो मेकअप गरेर अनि अनुहार नदेखाइसिक। ल अब आज चाहिँ हामीहरू खास फिल्म हेर्न भनेर फिल्म हलतर्फ चाहिँ गइरहेछौँ बट टिकट चाहिँ काटेको थिएन। अब टिकट पाइयो भने चाहिँ हेरेर निस्किनुपर्छ पाएन भने त्यही बाहिर वरिपरि घुमघाम गरेर निस्किनुपर्छ। सो अब चलपल माथि अब देख्न सक्नुहुन्छ। अब हामीहरू कुन ठाउँमा छौँ भनेर अलिकति चलपल धेरै हुने हो किनकि अब टुरिस्ट एरिया हो नि त। अब हामी सानोतिनो ठाउँमा बस्ने मान्छे त पक्कै पनि होइन। अब एकदम भिआइपी ठाउँ हो यहाँ अब के भन्ने मान्छेमा धेरै टुरिस्ट आउँछन् भन्नुहुन्थ्यो बट टुरिस्ट पनि मान्छेले पनि फेरि पुरो शब्दको अर्थ अलग लाग्न सक्छ। बट त्यही हो अब सानो गल्ली छ रमाइलो त्यस्तै छ। जताततै टुरिस्ट भर्खर एक लाइन गएको पक्कै पनि देख्नुभयो होला। अब नदेखेको मेरो गल्ती होइन भिडियो फेरि ब्याक गरेर हेर्दा हुन्छ पक्कै देखिन्छ। बेल्टको अवस्था नाजुक भइसकेको छ गाइस के गर्ने। अब ब्लग भनेपछि फेरि ए दोस्ती कुकुरदेखि डराउने मान्छे पनि देखियो आज आएर जिन्दगीमा। यता रमाइलो छ जे होस् भिडभाड चलपल यस्तै हो। अब बिदाको दिन चाहिँ झन् धेरै चलपल हुन्छ। अब त्यही पनि बाँकी चल्दैछ रमाइलै छ भनौँ। देख्न सक्नुहुन्छ बेदाको यस्तो मात्रै दामी देखिने रहेछ के अगाडि चाहिँ अलिकति क्लियर खासै आइरहेन। र सो गाइज अब हामीहरू चाहिँ निस्किनुपर्छ कति भिडियो बनाउनु कति ल्याङ गर्नु सिधै अब के कस्तो छ उतैतिर
टिकट सिकेट काटियो भने उतैतिर देखाउँला। सो त्यति जेलको लागि किप वाचिङ। सो गाइज अब हामीहरू चाहिँ अहिले चट्ट छिरिसकेका छौँ। अब मुभी थिएटरभित्र अब बाँकी हाम्रो राजा यता बिजी हुनुहुन्छ। हजुर कता बिजी हुनुहुन्छ? हामीहरू यतै बिजी हुनुहुन्छ भनौँ। अब के छ केटा प्लान? के छ प्लान तेरो? एक्सपेक्ट के छ मुभीबाट? के छ एक्सपेक्ट? टेलर पनि हेरेछ नहेरे फिल्म हेर्न आइदिने वा। सो गाइज अब चाहिँ हामीहरू चाहिँ चट्ट लाएर टिकट सिकट स्क्यान गरेर अब हामीहरू फरान मुभी हेर्न लागिसकेका छौँ। ल हे सब हेऱ्यो नि यार, हलमा चल्यो भने त बढी फिल्म मैले हेरिसकेँ। सब हेरेँ कि सब हेरेँ। अगाडि अगाडि हिँड्नुलाई चाहिँ हराइ भने थियो त्यही हल। ल फाइनली अब यति हाम्रो खिच्न मिल्ने भनेको। अन्त फिल्म सुरु नमान्छ त बाल भएन। बाफ्रे हाउसफुल फरान मुभी एकदम एक्सपेक्ट धेरै गरेर आछन्। कता हो यार खोजौँ ल चट्ट लाएर यता चाहिँ हाउसफुल भइसक्यो। सो गाइज अब चाहिँ हामीहरू चट्ट टिकट लिएर बसिसक्यौँ दुईजना चाहिँ। अब सिङ्गल हुनुको पीडा कस्तो कस्तो छ त? अनि आज आज काश तेरो पनि गर्लफ्रेन्ड भइदिएको भए। यहाँ यहाँ अब यो सिट खाली नै छ अझै पनि? खाली छ, राजगद्दी खाली छ। ल सो एक्सपेक्ट के छ त मुभीबाट? के छ त कमले एक्सपेक्ट? कतिको रोइन्छ? आज कति मिलिलिटर आँखाबाट आँसु झर्छ भन्ने कुरा हो। अब अमूल्य आँसु झर्ने रोइन्छ रोइन्छ कि रोइन्न? विश्वास अर्थात् हामी यहाँ बसेका छौँ। अब आजको फिल्म कतिको जान्छ भन्ने या हाम्रो पनि सेम हो। ल सो अब हामीहरू पनि एकदम सेन्टिमेन्टल फिल्म हेर्न आइसक्यौँ। अब एकदम स्टोरी राम्रो छ स्टोरी भन्ने सुनेर आएको। अब हेर्दा पनि हाउसफुलै छ, चर्चा राम्रै भएछ। के छ त रोइन्छ कि रोइन्न? रोइन्न ढुक्क भने 100% रोयो भने त। अस्ति पनि ठ्याक्कै भनेर आएको हो। कुन फिल्म हेर्न गएको थियौँ अरे अस्ति? अस्ति पूर्णबहादुरको सारा हेर्नुमा ठ्याक्कै रोइन्न भनेको। लास्टमा त पुरा डरडरी पुरा फिल्म सक्यो मोबाइल हाँस्न हाँसु के। अब के हुन्छ आजको फिल्म? अस्ति त अलिकति एकदम भिडियोसँग मलाई पनि टच गरेको थियो। अब आँखाबाट आँसु मात्र झर्न नसकेको हो। अब आज के हुन्छ बाँकी अब हेर्न सक्नुहुन्छ। म एकदम कन्टिन्यू नै राख्नेछु। अब यता बिचमा ग्याप भयो भने, नत्र त अब क्यामेरा अलाउड छैन। बाँकी अब के हुन्छ म तपाईँहरूलाई भन्दै जाने नै छु। अब बाँकी यस्तै हो। हाउस चाहिँ एकदम 2-3 घन्टा पहिल्यै फुल भइसकेछ। अब हामीहरू कान्तिपुर होइन यार, कीर्तिपुर साइनप्लेक्समा चट्ट एकदम भिआइपी टिकट काटेर 150 रुपियाँलाई भिआइपी टिकट काटेर छिरिसक्यौँ गाइज। अब कुन फिल्मको प्रचार हो? हाउसफुल चाहिँ एकदम दामी छ। ल बाँकी अब हेर्दै गरौँ के छ जे हुन्छ राम्रैकै लागि हुन्छ। बाँकी वाचिङ एकदम अन्तिमसम्म भिडियो चाहिँ हेरिदिउँ किनकि अरूले जसले जे सुने भने नि म चाहिँ एकदम हनेस्ट रिभ्यू दिन्छु के। हनेस्ट हो कि अनेस्ट हो त्यही रिभ्यू दिन्छु। सो किप वाचिङ। ल गाइस सो फाइनली अब हेर्दै इन्टरमिसन पनि भइसक्यो, इन्टरभल। सो अब हामीहरू हेर्दैछौँ। अब फिल्म एकदम इमोसनल भाइब लास्ट दिइरहेको छ कि। अब इन्टरभल नहुँदै यहाँ देख्न सक्छ यहाँ अब के भन्ने बोल्न नसक्ने अवस्थामा पुगिसक्यो। अनि कस्तो हुँदैछ राजा अनुभव? रोयो अब फर्स्ट के भन्छ इन्टरभलभन्दा अगाडि रोयो एकबार। त नेपालमा जागिर खाने मान्छे यस्तै रोइरहेको छ न। हामी हेर न यार विदेश जाने भनेर बसिरहेको मान्छे हालत के होला। खास तर अरू यस्तै हो केटा हो जसले अब विदेश जाने जो रेडी छाउने हो तिमीहरूले चाहिँ नहेर के कसम भन्छु कि। अब जाने मुड चेन्ज भइहाल्छ क्या यार के भन्नु। अब यस्तो फिल्मको रसमा यसरी डुबियो कि आँखाबाट आँसु झरेको पत्तै भएन। देख्न सक्नुहुन्छ। अब के भन्नु यार एकदम कसम भने तर पैसा खिराएको महसुसै हुन्न कि। फिल्म हेर्ने भनेको यस्तो फिल्म हो। अब कुन फिल्मको कुरा गर्दैछु पक्कै पनि थाहा होला। पुरानो फिल्म एकदम लास्ट कसम भने एकदम इमोसनल भाइब दिने फिल्म रहेछ। अब
त्यही हो अब अहिले चाहिँ इन्टरभल छ चल्दैछ बाँकी अब के भन्नु यार एकदम के भन्छ बोल्नु नसक्ने अवस्थामा ल्याइदिन्छ कि फिल्मले अब इन्टरभल हुँदै यस्तो छ भनेपछि अब फुल फिल्म अब अन्तिमसम्म हेर्दै जाऊँ बाँकी अब के कस्तो अनुभव हुन्छ हामी देखाउँदै जानेछौँ बाँकी फिल्म चाहिँ कस्तो भने यदि एउटा छोरो मान्छे भइसकेपछि छुटाउनै नहुने फिल्म छ के अब छोरी मान्छेहरूले अब कतिको बुझ्छन् कतिको के गर्छन् त्यो चाहिँ म ग्यारेन्टी लिन सक्दैन बट घरको छोरो अझै त्यसमाथि झन् कान्छो छोरो हो भने त एउटा फिल्म नछुटाएर 150-200 रुपियाँ 250-250 300-400 रुपियाँ आउँछ जान्छ त्यो मतलब भएन बट फिल्म नै छुटाउनु भएन एकदम लास्ट देख्न सक्छौ अब के भन्नु भाइब एकदम राम्रो छ है अब के भन्नु होला सो बाँकी हेर्दै जाऊँ अन्तिमसम्म के हुन्छ त्यो पनि म अब देखाउँदै जान्छु ल सो म चाहिँ अहिले हलमा छु अब अरू बेला त भिडियो क्लिप लिन पाइन्न अवश्य पनि अहिले चाहिँ एकदम इन्टरमिसन भएको बेलामा चाहिँ क्लिप लिइदिएको सो अहिले यो चाहिँ उता टोइलेट गएको उतै हराएकी थिएँ के अनि केटा भएर त एकदम मैले भाइब लिएँ तँलाई कस्तो भइरहेछ त अनुभव फिल्म रोइनस् आई नो के यो फिल्म भनेको केटा मान्छेले मात्र एकदम भित्र दिलदेखि फिल गर्ने कुरो हो स्पेसल्ली केटालाई खासै फिल भएन गरे के किनकि केटाहरूको अब रियल स्टोरी अब फ्यामिली रिलेसन अब त्यो अब यस्तै हो त्यही बारेमा अब डिटेल छ स्पेसल्ली अब त्यही हो के हुन्छ अब इन्टरभल मात्र छ अब फुल एकदम भन्न पाइन्न अहिले अब पुरै हेरिसकेपछि भनौँला बाँकी हाम्रो अशोक दाजुको फिल्म अर्को आइरहेछ अब त्यो पनि हेर्दै गरौँला बिस्तारै अब अहिलेलाई चाहिँ हो हाम्रो बुद्धि दाजु फेरि अलराउन्डर 1 नम्बरी सुन यो फिल्म पनि छोड्नुहुन्न है केटा एकदम यो फिल्म पनि छोड्नुहुन्न है टेलर लागिरहेछ हो हेर्नु नसुनाम है राम्रो राम्रो फिल्म चलिरहेछन् नेपाली बजारमा एकदम चल्ने भनेको यस्तो फिल्म हो कि अब झारपात फिल्म चल्ने काम छैन कि हो यस्तो रियल स्टोरीवाला फिल्म चल्ने सो अब यही वाला VIP सीट हाँस्दै छ यो रियल पीडा के हो हामीलाई थाहा छैन होइन होइन तर यार तर इन्डिङ भन्दा इन्टरभल एकदम तँलाई कुन लाग्यो बेस्ट पार्ट ठिकै थियो ओभरअल रिभ्यू एकदम ठिकठाकै ल मलाई त सबभन्दा यही लाग्यो यार टचिङ खै किन हो अब घरको कान्छो छोरा भएर पनि हुनसक्छ होइन विदेश जाने प्लान भएर पनि हुनसक्छ तर बट लास्ट चाहिँ एकदम जिन्दगीमा यार बरु खाना छोडिदियो यार तर यस्तो राम्रो फिल्म हेर्न छोड्नुहुन्न के एकदम अनेस्ट रिभ्यू है मेरो चाहिँ हो यार तर फ्यामिलीसँग हेर्दा एकदम त्यो त राम्रो छ त यार चिसो पनि एउटा छ अब त्यही हो अब नाइट सो हेऱ्यो जोस् बेकार गयो जस्तो चाहिँ भएन के एकदम रस लिएर एकदम भित्र एकदम पुरा एकदम डिप फिलिङ के अब के भन्नु यार त्यो शब्दमा बयान गर्न सक्ने फिल्मै छैन के एकचोटि चाहिँ हेर्नै पर्ने हो के अहिले त कमललाई अघि मैले फर्स्टमा भनेको थिएँ होइन साइडमा अब गर्लफ्रेन्ड नभएर कस्तो फिल भइरहेछ भनेर भन्थेँ तर साइडमा यो मुभीमा गर्लफ्रेन्ड होइन क्या बाउ हुनुपर्ने हो कि नै कस्तो लाग्यो एकदम
एकदम रिलेटेबल फिल्म छ। सो अब कहाँबाट छिरेछौँ त? उताबाट पनि छिरेछौँ। होइन सिधै निकाल्छु कि यो म बसिरहेकै ठाउँ हो यार हुनु त। उताबाट गएको हो। ल सो गाइज अब आजलाई चाहिँ यति नै। अब